हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग जे भने नि यही हो होइन। छुट्टी भएको बेला बनाउँछु। सबैजनालाई ह्याप्पी होली। अनि हजुरहरूको होली कस्तो भयो त? हाम्रो ठिकै भयो, हाम्रो भन्न पर्दा चाहिँ ठिकै भयो होइन। अनि आज हाम्रो छुट्टी भएर हामी घुम्न जान लाग्दैछौँ। हजुरहरूलाई देखाउँछौँ अहिले कहाँ जान्छौँ, के गर्छौँ सबै देखाउँछौँ। हाम्रो भिडियो हेर्दै गर्नु होला, धेरै धेरै माया गर्नु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला है त। हजुरहरूलाई अहिले म देखाउँछु हामी कहाँ जान्छौँ, के गर्छौँ सबै देखाउँछौँ है त। गाइज हामी गाडीमा चढिसक्यौँ, अब हामी जाँदैछौँ। दाइहरू पनि दाइ लिन आउनुभएको थियो हामीलाई। हामी तिनजना जाँदैछौँ। अनि देख्न सक्नुहुन्छ पुरै होला रोक्छौँ होला थाहा छैन। यो चाहिँ रोमानियाको घरहरू हो, देख्न सक्नुहुन्छ सबैजनाले। यहाँनिर यस्तै घर हुन्छ। अहिले हामी गाउँतिर बाटो गइरहेको छौँ। यस्तो हेर्नुमा साथीहरू यो चाहिँ हामी कफलाइन छिरिसकेको छौँ। यहाँ दाइहरू हुनुहुन्छ अगाडि, हामी चाहिँ यहाँ पछाडि छौँ। कफलाइन आइसक्यौँ हामी। अब यहाँ केही सामानहरू किन्छौँ अनि फेरि जान्छौँ। कुन ठाउँ जान लागेको अरे हामी? चिन्चिज हो कि चिन्चिज हो जान लागेको छौँ। अनि हजुरहरूलाई पनि देख्न सक्नुहुन्छ यहाँ अहिले सबै चिजको भाउ कति धेरै बढेको छ। अहिले यति धेरै महँगो बढेको छ, यहाँ यति धेरै महँगो बढेको छ नि के भन्नु मलाई चाहिँ होइन। सानो पहिला हामी आउँदा कति सस्तो थियो, अहिले सानो सामान किन्न पनि यति धेरै महँगो छ क्या। 100 रुपियाँ लिएर आयो भने 2-3वटा सामानले पुग्यो, 100 रुपियाँ सकिन्छ क्या। त्यति महँगो भएको छ यहाँ अहिले। यहाँ बस्नेहरूलाई थाहा छ होला कति महँगो भएको छ यहाँ भनेर। देख्न सक्नुहुन्छ तपाईँहरूलाई। जो मान्छे रोमानियामा हुनुहुन्छ नि उहाँहरूलाई चाहिँ थाहा छ है यहाँ फेरि कति महँगो छ। यहाँ रफाइलो चक्लेट कति महँगो छ यहाँ अहिले। यो सानो डिब्बालाई 18 रुपियाँ अरे, यहाँको 18ले। यो चक्लेट हेर्नु कति महँगो छ, सानोलाई 15ले 49 पैसा। कति महँगो भएको थियो साथीहरू यो रोमानियामा मात्र। अनि गाइज हामीहरू चाहिँ यहाँ रोमानियामा आएर यो चिप्स चाहिँ मनपर्छ हामीलाई, वेबी भन्ने। किनकि यो अमिलो पिरो हुन्छ, नेपालीहरूलाई अब पिरो अलिकता स्वाद टेस्ट आउने खानुपर्छ नि त। यसको प्राइस पनि देख्न सक्नुहुन्छ। अझै 9ले माइ गड। हामीले 3टा लिइसकेको छौँ, अब हामी जान्छौँ। मैले लिइसकेको छु पेप्सी अनि यहाँ चिप्सहरू। अनि पछाडि दाइहरू हुनुहुन्छ, अहिले देखाउँछु। दाइहरूले पनि लिइसक्नु भएको छ। त्यो हामी त्यहाँ चाहिँ बसेर खाने ठाउँ छ। अब त्यहीँ बसेर खान्छौँ होला, के गर्छौँ देखाउँछौँ है त। दाइ यस्तो छ आजको हाम्रो स्पेसल पार्टी। पानी छ। नेपालमा चाहिँ हरियो वन नेपालको धन, अनि यहाँ चाहिँ के सुकेको वन रोमानियाको धन। सब सुकेको ल, केही छैन। हरियो भनेको नाम निशान छैन यहाँ। सब सुकेको छ, सब हामी यहाँ आइसकेछौँ चिनचिन भन्ने ठाउँमा। चिन्चिज हो कि चिनचिन हो, यहाँ आइसकेछौँ हामी। ल पुरै पोखरा जस्तै फिल आउँदो रहेछ यहाँ आउँदा चाहिँ। भ्युजहरू पनि यहाँ लेक साइड नै छ। यहाँ दाइहरू हुनुहुन्छ। हामी आइसक्यौँ के ठाउँ? चिन्चिज पोखरा जस्तै लेक साइड, लाइक लेक साइड नै छ। यस्तो राम्रो छ कटेजहरू नि। अहिले म देखाउँछु तपाईँहरूलाई। यस्तो राम्रो ठाउँ छ यहाँनिर। यहाँ मसँग पेप्सी नि छ हातमा। यहाँ अब यस्तो केही खानेकुराहरू पाइन्छ कि पाइँदैन थाहा छैन, त्यही भएर हामीले लिएर आएको छौँ। अनि अहिले म भ्यू देखाउँछु पोखरा, लाइक पोखरा सेम त्यस्तै छ, लेक नै छ यहाँनिर। अब म देखाउँछु है त। भ्युज हेर्नु, भ्युज। अहिले चाहिँ यहाँ अब समर स्टार्ट भएको छैन नि त, भर्खर अलिअलि लाग्ला कि जस्तो भएको छ। साथीहरू यस्तो राम्रो ठाउँमा आएको हामी घुम्न, तर बन्द छ अरे सिजन नभएर। यस्तो राम्रो ठाउँ छ यहाँनिर, लाइक पोखरा लेक साइड टिटु छ क्या। हेर्नु न कस्तो राम्रो बस्ने ठाउँ नि। अनि यहाँ कटेज छ। अस्ति नै मेरो बुढी चाहिँ यहीँ घुम्न आउनुभएको थियो, 1 वर्ष हुन लाग्यो। मलाई लिएर आउनुभएको थिएन, म ओराध्यमा थिएँ। अनि आज चाहिँ म नि आएको।
ल गाइज म चाहिँ फिल भइरहेछ कि म पोखराको लेक साइडमा आएको छु भनेर अनि देख्न सक्नुहुन्छ यहाँ फोटोसुट भइरहेछ दाइहरूको म चाहिँ यहाँ घुम्दैछु मेरो फोटोसुट सकिसकेको छैन अहिले अलिअलि भयो म फोटो पनि राखिदिन्छु हेर्नु होला अनि यहाँ कस्तो राम्रो ठाउँ छ क्या कस्तो राम्रो ठाउँ छ समरमा आयो भने झन् कति रमाइलो हुन्छ होला चारैतिर हरियै हरियो हरियै हरियो जता हेऱ्यो नि हेर्नु न लेक साइड भन्दा कम छैन क्या ल यस्तो हेर्नु न गाइस कस्तो राम्रो ठाउँ छ क्या यो किन यस्तो राम्रो ठाउँ हो र भने यहाँ चाहिँ फोटोसुट हुँदैछ फोटोसुट यहाँ हाँस्नी छ दुईवटा ऊ त्यहाँ देख्न सक्नुहुन्छ बोट देखिरहनु भएछ बोट हो यो चाहिँ मान्छेले चलाइरहेछ गाइज अब हामी चाहिँ यहाँबाट जान लाग्यो किनकि यहाँ सबै बन्द छ हामी अर्कै ठाउँमा खाजा खान्छौँ हजुरहरूले देखाउँछौँ हेर्दै गर्नु है त गाइज हामी चाहिँ यहाँ चाइनिज रेस्टुरेन्टमा आइसक्यौँ चाइनिज के खान्छौँ थाहा छैन सबैजना छौँ हामी यहाँ मेन्यु हेर्दैछौँ यहाँ आइसक्यौँ हामी आइसकेछौँ अहिले यहाँ देखाउँछौँ हामी के के खान्छौँ भनेर यहाँ चाहिँ यस्तो छ सलक्क देख्नु सबजना मेन्यु हेर्दै हुनुहुँदैछ दाइहरूको खाना यो के हो दाइ ल भन्नु तपाईँ फर्स्ट चाइनिज नुडल्स दाइको रोमानी भाषा त हुँदैन सुपरलाई तैचे भनेको के भयो रोमानी भाषा हो र दाइको यो पनि यसलाई चाहिँ हामीले नेपाली सरल भाषामा चाहिँ चाउमिन भनेर बुझौँ नेपाली जस्तो त अब टेस्टहरू त्यही अनुसार एक्सपेक्ट नगरौँ तर चाइनिज भुटेको भात सिधा कुरा यो चाहिँ यो कनिकाको भात भन्छु मैले भनेको कनिका चामलको भात यो के अरे त्यो बनाउनु चाइनिज फुड हो है तर मैले यतिकै भनेको हाम्रो फुड आइसकेको छ तर मलाई थाहा छैन यो के हो यो खाना चिन्छु यो चाउमिन चिन्छु अनि यो पोर्क आर्दे अरे अब टेस्ट गर्छु कस्तो हुन्छ थाहा छैन कस्तो हुन्छ थाहा छैन अहिले खाएर टेस्ट गरेर भन्छु है त यसलाई के भन्छ भनिदिनु पोर्कै हो पुमा चाहिँ अब के हो साथीहरू म कनिकावाला भात चाख्न जाँदैछु अब कस्तो छ थाहा छैन मैले फर्स्ट टाइम ट्राई गर्न लाग्यो यो त भुटेको भात जस्तै छ गर्दाखेरि त मिठो छ जस्तो लाग्यो सेम भुटेको भात यो चाहिँ पोर्क अरे मिठै छ यो मसरुम हो के हो ठिक छ दामी यसमा लाग्यो भने जाँदैन मलाई यो भात खाएको घरको भुटेको भात खाएको याद आयो साथीहरू हाम्रो प्लेट खाली भइसकेको छ देख्न सक्नुहुन्छ हामीले खाइसक्यौँ अब एकछिनमा जान्छौँ टन्नै भयो रुम फाइनली यो फ्रुट्स राख्ने पनि किनेर ल्याएको हामीले रुम आइसके देख्न सक्नुहुन्छ मेरो मोबाइलको स्टोरेज फुल भएर मैले बाहिर इन गर्न नि सकिनँ भ्लग मैले थोरै भिडियो बनाएँ बोलिरहेको थिएँ मोबाइलको स्टोरेज फुल भइसक्यो भनेर आएको रहेछ अनि आजको रमाइलो भयो दिन तपाईँहरूले भोलि भिडियोमा देख्न सक्नुहुन्छ भोलि हाल्छु या आज हाल्छु मलाई थाहा छैन होइन त्यसपछि के हुन्छ सबै भिडियोमा हेर्नु होला लाइक गर्नु होला कमेन्ट गर्नु होला सेयर गर्नु होला सब्सक्राइब गर्नु होला धेरै धेरै माया गर्नु होला तपाईहरूलाई पनि मेरो तर्फबाट हाम्रो तर्फबाट धेरै धेरै माया डु नट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब